म यहाँहरूलाई चाहिँ थोरै युथ भिजन फाउन्डेसनको बारेमा थोरै भन्न चाहन्छु भने यसमा धेरै भन्दाखेरि हामीसँग समय पनि छैन। यो युथ भिजन फाउन्डेसन नेपाल चाहिँ 2011मा अमृत मान लामा हुनुहुन्छ, दाइ हुनुहुन्छ यहाँ। उहाँ चाहिँ यो संस्थाको चाहिँ संस्थापक अध्यक्ष हुनुहुन्छ। त्यसपछि आएर उहाँसँग हाम्रो भेट चाहिँ लगभग म चाहिँ बसन्तीसँग उहाँको श्रीमतीसँग चाहिँ 2009देखि मास्टर्समा पढ्थेँ। हाम्रो लगभग 16-17 वर्षको फ्रेन्डसिप हो। अनि त्यो मित्रतासँगै हाम्रो चाहिँ ट्रस्ट यति बिल्ड हुँदै गयो कि अनि उहाँले चाहिँ के भन्नुभयो भने तपाईँहरू एउटा चाहिँ एनर्जेटिक युथ एनर्जेटिक चाहिँ ग्रुप हुन्छ, समूह हुन्छ, केही गरौँ जस्तो तपाईँहरूलाई लागिरहेको छ। तपाईँहरूले चाहिँ यो युथ भिजनलाई चाहिँ लिएर अगाडि बढ्नुहोस् भनेर उहाँहरूले चाहिँ हामीलाई चाहिँ थमाएर अहिले चाहिँ हाम्रो के भयो भने बिचमा एकदम अन एन्ड अफ भयो। हामीसँग विभिन्न खालका साथीहरू पनि जोडिनु भयो होइन। उहाँहरू कहिले अब आफ्नै व्यक्तिगत परिस्थितिले गर्दाखेरि उहाँहरूको